एम्बाप्पे वर्सेस जूनियर नेमार। नमस्कार, म किलियन एम्बाप्पे, फ्रान्सको एकदम पपुलर फुटबलर। नमस्कार, म जूनियर नेमार, ब्राजिलको एकदमै बहुत चर्चित खेलाडी। मेरा फ्यान जति सबैले 1 लाइक र 1 सब्स्क्राइब गरिदिनु। मेरा फ्यानलाई त झन् भन्नै पर्दैन, 1 लाइक र 1 सब्स्क्राइब त गरिसके होला। मेरो जन्म सन् 1992 मा ब्राजिलको मोगिदास क्रुज भन्ने सहरको एउटा सानो परिवारमा भएको थियो। मेरो जन्म सन् 1998 मा फ्रान्सको पेरिसमा भएको थियो। ब्राजिलको लागि 3टा वर्ल्ड कप खेले, तर ब्राजिललाई एउटा पनि जित्न नसकिन्। मैले फ्रान्सको लागि 2टा वर्ल्ड कप खेले, जसमा एउटामा जित निकाले। मैले सन् 2009 देखि सन्तोष, बार्सिलोना, PSG जस्ता नामी फुटबल क्लबमा खेल्दै आइरहेको छु। मैले सन् 2015 देखि मोनाको, PSG जस्ता फुटबल क्लबबाट खेल्दै आइरहेको छु। एम्बाप्पे मेरो त पुरपुरमै नभएर हो क्या, म त एउटा पनि ब्यालन डोर अवार्ड जितेको छैन यार। नेमार, तिमी म त एउटै ड्याङ्गा मुला रहेछ। मैले पनि अहिलेसम्म एउटा पनि ब्यालन डोर अवार्ड जितेको छैन। खैर केही छैन, पछि जितेर देखाउने छु। मैले पनि जितेर देखाउने छु। मेरा फ्यानले कमेन्टमा नेमार लेख्नु होला अनि मेरा फ्यानले कमेन्टमा एम्बाप्पे लेख्नु होला। हेरौँ आज कसले जित्छ।